कल्पना गर्नुहोस्, एकातिर नेपालका खतरनाक एमएमए फाइटर रविन्द्र डाँड, अर्कोतिर अहिलेसम्म अपराजित न्युजिल्यान्डका कासिम मोर्डोक। यी दुई बीचको भिडन्त केवल अर्को एउटा एमएमए फाइट होइन, दुबईको यूएफसी यात्राका लागि निकै महत्त्वपूर्ण परीक्षा हो। रविन्द्र आफ्नो आक्रमण, स्ट्राइकिङ र फिनिसिङ एबिलिटीका कारण चर्चामा छन् भने मोर्डोक आफ्नो रेस्लिङ प्रेसर र ग्राउन्ड गेमका कारण खतरनाक मानिन्छन्। रविन्द्र डाँडको असली हतियार। रविन्द्रको सबैभन्दा ठुलो शक्ति उनको स्ट्राइकिङ पावर हो। उनले आफ्नो प्रोफेसनल करियरमा धेरैजसो जित नकआउट र टेक्निकल नकआउट मार्फत हासिल गरेका छन्। तर रविन्द्रलाई केवल नकआउट फाइटर भनेर बुझ्नु गलत हुन सक्छ। आवश्यकता पर्दा उनी फाइटलाई ग्राउन्डमा लैजाने र ग्राउन्ड एन्ड पाउन्ड मार्फत पनि फिनिस गर्न सक्छन्। रोड टु यूएफसीमा किम्बर्टो अलिटोजन विरुद्ध दोस्रो राउन्डमै टेक्निकल जित निकाल्नुले उनको फिनिसिङ इन्टेन्सिटी कति खतरनाक छ भन्ने देखाएको छ। रविन्द्रको हिडन एडभान्टेज। रविन्द्रको अर्को महत्त्वपूर्ण एडभान्टेज भनेको हाइट र रिच हो। मोर्डोकभन्दा रविन्द्र केही अग्ला छन् र उनको रिच पनि लामो छ। यसको अर्थ रविन्द्रले दूरी कायम गरेर फाइट गर्न सके मोर्डोकलाई नजिक पुग्न कठिन हुन सक्छ। लङ रेन्ज पन्च, किक र काउन्टर र स्ट्राइकिङ प्रयोग गरेर रविन्द्रले मोर्डोकलाई अगाडि आउन बाध्य बनाउन सक्छन्। तर यो एडभान्टेज त्यति बेला मात्र प्रभावकारी हुन्छ जब रविन्द्र केजको नजिक फस्नबाट आफूलाई बचाउन सक्छन्। कासिम मोर्डोकको हिडन वेपन। कासिम मोर्डोकको सबैभन्दा ठुलो हतियार उनको रेस्लिङ प्रेसर हो। उनी ओपोनेन्टलाई लगातार पछाडि धकेल्दै केस नजिक पुर्याउँछन् र त्यहाँबाट टेकडाउन निकाल्न सक्छन्। ग्राउन्डमा पुगेपछि उनले कन्ट्रोल, ग्राउन्ड एन्ड पाउन्ड र समेसन निकै खतरनाक बन्न सक्छ। युनेसुके मियामी विरुद्ध तेस्रो राउन्डमा आर्म एङ्गल समेसन निकाल्दै उनले आफ्नो ग्राउन्ड गेमको क्षमता देखाएका छन्। मोर्डोकको रोचक पृष्ठभूमि। मोर्डोकको स्टोरी पनि निकै रोचक छ। उनी एमएमएमा आउनु अगाडि रेस्लिङ र बक्सिङमा बलियो अनुभव बनाएका फाइटर हुन्। उनको बक्सिङ करियर पनि निकै लामो रहेको बताइन्छ। अझ रोचक कुरा, उनले यूएफसीका पूर्व च्याम्पियन एलेक्जेन्डर भोल्कानोभस्कीबाट इन्सपिरेसन लिएका छन् र उनी ट्रेनिङ समेत गरिसकेका छन्। त्यसैले मोर्डोकको फाइट आइक्यू र प्रेसर गेमलाई कम सोच्नु रविन्द्रका लागि ठुलो गल्ती हुन सक्छ। रविन्द्र कसरी हार्न सक्छन्? रविन्द्रका लागि सबैभन्दा ठुलो खतरनाक मोर्डोकको स्ट्राइकिङ होइन, रेस्लिङ प्रेसर हुन सक्छ। यदि मोर्डोकले लगातार टेकडाउन निकाल्दै रविन्द्रलाई केसमा राख्न सक्यो भने रविन्द्रले आफ्नो स्ट्राइकिङ पुरा शक्ति प्रयोग गर्न नपाउन सक्छन्। फाइट ग्राउन्डमा लामो समय गऱ्यो भने रविन्द्रको इनर्जी खर्च हुने र मोर्डोकको कन्ट्रोल बढ्ने सम्भावना रहेको छ। त्यसैले रविन्द्रका लागि केस कन्ट्रोल र टेकडाउन डिफेन्स निकै महत्त्वपूर्ण रहनेछ। मोर्डोक कसरी हार्न सक्छन्? अर्कोतर्फ मोर्डोकका लागि सबैभन्दा ठुलो खतरनाक रविन्द्रको पावर र रिच हो। यदि मोर्डोकले टेकडाउनका लागि अगाडि बढ्दा क्लिन काउन्टर खाए भने फाइट केही सेकेन्डमै परिवर्तन हुन सक्छ। रविन्द्रले दूरी कायम राख्दै बडी र लेग अट्याक प्रयोग गरे अनि मोर्डोकको मुभमेन्ट रोक्न सक्यो भने रेस्लिङमा आधारित उनको रणनीति कमजोर हुन सक्छ। विशेष गरी सुरुवाती राउन्डमा रविन्द्रले डेन्जर बनाउन सके मोर्डोकका लागि फाइट निकै कठिन बन्न सक्छ। असली फाइट गेम। यो फाइटको सबैभन्दा ठुलो प्रश्न यही हो, रविन्द्रले फाइटलाई कहाँ राख्न चाहन्छन् र मोर्डोकले कहाँ लैजान चाहन्छन्। रविन्द्रका लागि फाइट स्ट्यान्डिङ पोजिसन राख्नु फाइदाजनक हुन्छ भने मोर्डोकका लागि ग्राउन्डमा लैजानु महत्त्वपूर्ण हुनेछ। यदि रविन्द्रले डिस्टेन्स कायम राखे भने उनको स्ट्राइकिङ निर्णय बन्न सक्छ, तर मोर्डोकको दूरी छुट्याउन र टेकडाउन र कन्ट्रोल गर्न सके फाइट उनको पक्षमा जान सक्छ। त्यसैले यो भिडन्त कुनै पनि फाइटरका लागि जित्न सजिलो भने छैन। रविन्द्रसँग पावर, रिच, फिनिसिङ एबिलिटी छ भने मोर्डोकसँग रेस्लिङ प्रेसर र समेसन गेम छ। एउटा सानो मिस्टेकले पनि फाइटको परिणाम बदल्न सक्छ। नेपालका रविन्द्र डाँड यूएफसीको अर्को चरणमा पुग्न सपना बोकेर उर्तिँदैछन्, जबकि अपराजित कासिम मोर्डोक आफ्नो अनडिफिटेड रेकर्ड जोगाउन चाहन्छन्। आजको भिडियो यति नै थियो। यदि तपाईँहरूले पनि भिडियो कस्तो लाग्छ आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्न भने नबिर्सिनुहोला। यदि तपाईँहरू पनि नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई फलो अथवा सब्सक्राइब गर्न भने नबिर्सिनुहोला। अर्को भिडियोमा हामी फेरि कुरा गर्नेछौँ रविन्द्र डाँडले कसरी जित्न सक्छन् र कासिम मोर्डोक कसरी हार्न सक्छन्। अहिलेको लागि बिदा हुन्छौँ। हस्त, धन्यवाद। जय नेपाल, जय यूएफसी।